म चाहिँ लिक्लिकोट आइपुगेको है। लिक्लिकोटमा चाहिँ यति ठुलो झन्डा हालेको छ है। जहाँसम्म लाग्छ मलाई चाहिँ यो लिक्लिकोटको झन्डा चाहिँ नेपालकै सबभन्दा ठुलो झन्डा जस्तो लाग्छ है। अनि यहाँ मान्छेहरू पनि एकदम धेरै चलपल देखिरहेको छ आजको दिनमा है। बिदा परेर नै होला सायद। अनि यहाँबाट चाहिँ एकदम रमणीय दृश्यहरू देखिन सकिन्छ कि, तर आज अलिकति यो क्लाइमेटले गर्दाखेरि चाहिँ त्यति राम्रो भ्यू देख्न पाएको छैन। वेलकम ब्याक टु माई र सुशील भ्लग। अगेन सबैजनालाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा। चाहिँ मैले चाहिँ अलिकति लङ टाइम पछि मैले भ्लग स्टार्ट गरेको छु है, किनभने अब कन्टिन्यू गर्न पाइनँ, त्यही भएर। अनि त्यही हो, अब चाहिँ निस्किन लागेको है। अब हामी घरबाट जानु लागेको, अब हेरौँ कस्तो छ बाटो है। म चाहिँ अब घरबाट निस्केको है, अनि हाम्रोतिर चाहिँ बाटोहरू सबै अफरोडै बाटोहरू छ कि, अनि त्यही भएर अनि अफरोडको बाटो हो, जता गए पनि अफरोडको बाटो नै हिँड्नुपर्छ। अनि अब बनेको सरकारले यो बाटो पनि हेरिदियो भने, यो बाटोलाई पनि पिच गरिदियो भने अलिकति हामी पनि अब यो पिच रोडमा हिँड्न सकिन्छ होला, हिँड्न पाउँछ होला भन्ने आशा गरेको छु। किनभने भर्खर बनेको सरकारले चाहिँ केही गरिन्छ कि भन्ने आश चाहिँ लागेको छ। अनि हाम्रो चाहिँ सबै यस्तै अफरोडहरू मात्रै छ कि। अनि अब हामीले यो बाइक चलाउने भनेको हाम्रो यही हिउँदो महिना मात्रै हो, हिउँदोको टाइममा मात्रै हो। अब बर्खामा त यो बाटो चलाउन सक्दैन, किनभने अब पानी पर्छ नि त। पानी परिसकेपछि सबै बाटो चिप्लो हुन्छ, अनि चिप्लो भएपछि अनि चलाउन बाइकहरू चिप्लिन्छ, बाइकहरू आउँदैन कि। अनि त्यही माथि फेरि बाटोहरू काहीँ फेरि भर्खर नयाँ खन्या बाटोहरू पनि छ होइन। त्यसले गर्दाखेरि पनि अब हामी चाहिँ पानी परेपछि चाहिँ बाइकहरू माथि गाउँ उकाल्न सक्दैनौँ, तल नै राख्नुपर्ने अवस्था हुन्छ। साथी हो, यस्तै छ हाम्रो गाउँतिर बाटोहरू है। तपाईँहरूतिर त अब धेरै राम्रो होला, हाम्रोतिर त पुरा यस्तै बाटो हो, किनभने अब ग्रामीण भेग पर्छ नि त हाम्रो चाहिँ। त्यसैले अनि हाम्रो चाहिँ अब यस्तै बाटोमा चलाउनु पर्ने हुन्छ। अब के गर्ने साथी हो, यस्तै छ है। मैले आज हल्का मोटो भ्लग बनाउँ कि भनेर ट्राई गरेको, तर कस्तो हुन्छ थाहा छैन त्यो चाहिँ है। मलाई थाहा छैन, त्यति राम्रोसँग बोल्न नि आउँदैन नि त मलाई, त्यही भएर पनि अब ट्राई चाहिँ गरेको छु, कस्तो लाग्छ हेरिदिनु होला। अनि यस्तै हो कि अब गाउँतिर त यस्तो एकदम धेरै अब अफरोडहरू मात्रै हुन्छ, धुलोहरू कति धेरै धुलोहरू हुन्छ, खाल्टाखुल्टीहरू। बाटोको अवस्था देख्नु भएको नि तपाईँहरूले पनि होइन। अनि बजारमा तिर बाइक चलाउने साथीहरूलाई त अब खासै यस्तो बाटोमा चलाउनु त एकदम गाह्रो हुन्छ कि। अनि जे भयो नि अब हामी चाहिँ अब गाह्रै भयो भने चलाउनु पर्ने बाध्यतै हुन्छ होइन। अनि अब सबै रातो माटोहरू भएको ठाउँमा त पानी परेपछि त बाइक त अब चलाउनै सक्दैन कि। त्यही भएर अब जे भयो नि अब बाटो अब घर त आउनै पऱ्यो होइन, घर जानै पऱ्यो। अनि यस्तै बाटोमा चलाउने नै हो हामीले चाहिँ। अब बर्खामा चाहिँ यो बाटो चलाउन सक्दैन गाइज है। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ अनि लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला। यस्तै हो हाम्रो गाउँतिर बाटोहरू, सबै जङ्गलको बिच हिँड्नुपर्छ। अनि रातो माटो चिप्लो बाटो भने जस्तै। अनि बर्खामा चाहिँ झन् पुरै माटोहरू चाहिँ पुरै चिप्लो भएर यो बाटो चाहिँ हिँड्न नै सकिँदैन। अनि मेरो घरबाट चाहिँ लगभग अब हाइवे निस्किनलाई मेबी आधी घन्टा जति लाग्छ है, हाइवे निस्किनलाई, पृथ्वी राजमार्ग निस्किनलाई। तर आज चाहिँ हामी त्यता जाने होइन कि, म चाहिँ आज लिक्लिकोटसम्म पुगौँ कि भन्ने मेरो प्लान हो है। त्यही भएर अनि आज चाहिँ घरबाट हिँडेको। अनि हल्का मोटो भ्लग पनि बनाइदिउँ न त भन्ने सोचले चाहिँ बनाएको, तर त्यस्तो खासै राम्रो बोल्न त्यति उसहरू पनि छैन है। त्यही भएर ट्राई चाहिँ गरेको छु, कस्तो लाग्छ हजुरहरूलाई मेरो भिडियो। अनि अब यस्तो छ कि अब यो चाहिँ चैतको महिना नि लाग्न लाग्यो नि त अब। अनि त्यही भएर अब गाउँतिर त सबै रुखहरूको पातहरू सब बाटोमा झरेर बसेको हुन्छ है। अनि बाटोभरि पातै पात हुन्छ। अनि डडेल लाउने सिजन पनि भयो, अनि आगो लाग्ने यताउता, अनि त्यस्तै हो। अनि धुलो यति धुलो छ कि यति धुलो छ है, किनभने गाडीहरू यताउता हिँडेको हुन्छ नि त। त्यही भएर अनि बाटो चाहिँ लास्ट धुलो हुन्छ कि, यस्तै धुलो हुन्छ। त्यही भएर नयाँ कपडा लाएर गयो भने पनि खासै नयाँ देखिँदैन, सब पुरानो देखिन्छ कि। नेपालमा एकदम फ्रीमा पाउने भनेको चाहिँ नेपालको यो धुलो चाहिँ एकदम फ्रीमा पाउँछ क्या नेपालमा चाहिँ है। किनभने अब जता गयो नि धुलै धुलो धुलै धुलो। त्यही भएर विदेशीले भन्छ नि त नेपालमा धुलो चाहिँ फ्री छ है भनेर भन्छ नि त होइन।
त्यही भएर जे होस् नेपालमा चाहिँ ग्रामीण भेगतिर आएपछि चाहिँ तपाईँहरूले धुलो चाहिँ थेक्न नसक्ने धुलो देखिन्छ क्या। त्यही भएर हाम्रो गाउँतिर पनि लास्टै धुलो छ है, लास्टै धुलो छ। धुलो बाटो, गाउँको बाटो, अनि खाल्टा खुल्टी चिप्लो यताउता सबको सामना गर्नुपर्ने हुन्छ कि। त्यसैले गाह्रो हुन्छ गाउँतिर बाइक चलाउनलाई। बजारमा जस्तो तराईमा जस्तो सम्म ठाउँ छ जस्तो हुँदैन। अब उकालो ओह्रालो अनि खोल्चा खाल्ची धुलो माटो सब बिहोर्न पर्ने हुन्छ है। अब म चाहिँ अब लगभग अब यहाँबाट चाहिँ लिग्लीकोट पुग्नको लागि चाहिँ लगभग मलाई लाग्छ जहाँसम्म लाग्छ 1 घन्टामा चाहिँ म पुग्छु जस्तो लाग्छ है। किनभने त्यति टाढा त पर्दैन कि, मेरो घरदेखि त्यति टाढा पर्दैन। त्यही भएर अनि 1 घन्टा त म पुग्छु होला जस्तो लाग्छ है। हेरौँ कति टाइम लाग्दो रहेछ। तपाईँहरूले पनि हेरेर साथ दिनु होला। मैले चाहिँ आज घरदेखि नै स्टार्ट गरेको छु है। मोटो भ्लग जस्तो टाइपको बनाऊँ भनेर बनाएको हो, तर त्यति राम्रो त हुँदैन होला। तैपनि र नराम्रै भयो तापनि हेरिदिएर साथ दिनु होला है त गाइज। म चाहिँ लिग्लीकोटको आसपासमा आइसकेको छु है। त्यहाँ लिग्लीकोटको आसपास जस लिग्लीकोट भन्दा मुनि चाहिँ सब बाटो पिच गरेको रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ है। बाटो चाहिँ वान वे हो। जस मजाको छ बाटो चाहिँ है, एकदम ठिक छ। त्यहाँबाट चाहिँ तपाईँको चाहिँ एकदम रमणीय दृश्यहरू देख्न सकिन्छ है। तलतिर गाउँहरू अनि बाटो यस्तो राम्रो त्यो फुलहरू फुलिरहेको छ। लाली गुँरास जस्तो फुलहरू पनि थुप्रै देख्न पाइन्छ कि यो बाटो है। एकदम मलाई पनि राम्रो लाग्यो है, किनभने यो सिजन भनेको अब फुलहरू फुल्ने सिजन पनि हो नि त। अनि त्यही भएर लाली गुँरास यति मजाले फुल्छ कि यो, तर माथि चाहिँ के छ कस्तो छ मलाई पनि थाहा छैन है। तर अब यति अलि माथि त एकदम धेरै नै लाली गुँरासहरू फुलेको हुन्छ कि। त्यही भएर एकदम रमाइलो छ है। बाटो वान वे हो, एकदम कस्तो दामी देखेँ कि सिनहरू यति खतरा चाहिँ है। अनि हो माथिको चाहिँ त्यो त्यही हो है, लिग्लीकोट चाहिँ त्यही हो। अब लगभग म आइपुग्यो। अब यहाँबाट चाहिँ म देब्रे मुड्नु पर्छ है। बाटो चाहिँ यहाँ चाहिँ पुरा कच्ची नै छ है। यस्तो अलिक कच्ची बाटो भएपछि बाइकहरू चलाउन एकदम डर हुन्छ, किनभने अब यस्तो बाटोमा फेरि धान्न पनि गाह्रो हुन्छ नि त। मलाई यस्तो डर लाग्यो कि यहाँनिर त एकदम मुटु नै सिरिङ्ग भयो, किनभने यस्तो अलि अफरोड भएपछि अनि लौडे भन्ने उठाउन गाह्रो हुन्छ है। त्यही भएर यस्तो यहाँ चाहिँ एकदम डर लाग्यो कि अलि अफरोडहरू रहेछ यहाँ चाहिँ। त्यही माथि अनि फेरि धुलोहरू यस्तो बढी धुलो कि त्यो धुलोमा फेरि कति बेला बाइक चिप्लिन्छ भन्ने कुरो थाहै हुँदैन क्या। धुलोभित्र एकदम माथि धुलो हुन्छ अनि भित्र चाहिँ गिटीहरू यताउता भएको छ अनि प्लात्तै बाइक चिप्लिहाल्छ कि। त्यही भएर यहाँनिर एकदम यस्तो मुटु सिरिङ भएको थियो कि मान्छेहरू माथिबाट हिँडेर आइरहेको छ है। म चाहिँ छु के अरे होइन। तैपनि अब आँटेर भन्छ फेरि खत्तम मुटु सिरिङ भयो कि। यहाँको बाटो चाहिँ जस तलसम्म त एकदम ठिक थियो, माथि उलिङबाट चाहिँ अलिकति त्यस्तो रहेछ है। अब हामी पुगिसक्यो है। तपाईँहरूले देख्न सक्नुहुन्छ त्यही नै हो, त्यही पारिको नै हो। अब हामी अब आइसक्यो, हाम्रो गन्तव्यमा आइसकेको छौँ। अब सरर तपाईँलाई म देखाउने छु, हेर्नु होला, इन्जोय गर्नु होला है कस्तो लाग्छ। अनि कमेन्ट चाहिँ गर्न नभुल्नु होला। अनि यही हो, तपाईँहरूलाई एकपल्ट लिग्लीकोट घुम्नैपर्छ, किनभने यो चाहिँ एउटा ऐतिहासिक ठाउँ पनि हो नि त है। ल अब हामी चाहिँ लिग्लीकोट आइसकेका छौँ है। अब लिग्लीकोट हामी प्रवेश गरिसकेका छौँ। अब के अरे अब हामी चाहिँ अब माथि पहिला दरबार हेरेर आउँछौँ हामी है। अब यो ठ्याक्कै लिग्लीकोटको हाइट भनेको चाहिँ 1337 मिटर उचाइमा चाहिँ छ यो लिग्लीकोटको हाइट चाहिँ है। खास यो भन्नु पर्दाखेरि त्यति हाइटमा छ। अनि लिग्लीकोट चाहिँ एकदम गोर्खाको चाहिँ ऐतिहासिक ठाउँ हो, जहाँबाट चाहिँ राणा के भन्छ शाहवंशी राजाहरूको चाहिँ उद्गम स्थल हो। यो चाहिँ गन्तव्य स्थल हो। बाटोको अवस्था यस्तो छ है। बाटोहरू चाहिँ पुरा यस्तो छ बाटोहरू चाहिँ। अनि यताबाट जानुपर्छ। बाटोहरू सबै बनाएर चाहिँ यो माथिसम्मै रोडको बाटो लगेर रहेछ। अनि यस्तो छ लिग्लीकोटको, यो माथि पनि सबै लिग्लीकोटको हो यो है। पहिलाको 2224 राजा पालामा राजाले शासन गरेको चाहिँ किल्ला
भनेर चाहिँ म चिनाउँछु है। यहाँ चाहिँ के थियो अरे भन्दाखेरि तपाईँहरूलाई म अलिकति यहाँको इतिहासको बारेमा तपाईँलाई बताउँछु है। के थियो अरे भन्दाखेरि चाहिँ यो लिग्लिकोटमा चाहिँ पहिला घले राजाहरूले चाहिँ शासन गर्दै आएको थियो अरे होइन। अनि जुन लमजुङको द्रव्य शाह चाहिँ लमजुङको राजाको चाहिँ छोरा हो अरे होइन। अनि द्रव्य शाह चाहिँ के थियो अरे भन्दाखेरि यहाँ चाहिँ यो यहाँको एकदम इन्ट्रेस्टिङ कुराहरू के छ भन्दा फेरि अब यहाँको राजाहरू चाहिँ पहिला कसरी राजा बन्थ्यो अरे भन्दाखेरि चाहिँ प्रत्येक दसैँमा होइन, दसैँको दिनमा चाहिँ यहाँ चाहिँ रनिङ हुन्थ्यो अरे कि। यहाँ जुन चाहिँ तपाईँको चाहिँ त्यो चेपेघाट भन्ने ठाउँबाट चाहिँ दौडेर अनि यो लिग्लीको डाँडामा चाहिँ जो फर्स्ट आयो नि त्यो मान्छे नै राजा हुन्थ्यो अरे कि। यहाँ यो लिग्लीकोटको राजा हुन्थ्यो अरे कि। त्यति बेला चाहिँ घले राजा थियो अरे होइन। त्यसपछि लमजुङबाट चाहिँ त्यो द्रव्य शाह चाहिँ लमजुङबाट चाहिँ यस्तो प्लानिङ गरेर त्यसले होइन, उसले सबै केटाहरू लिएर आएर अनि त्यसपछि तलबाट चाहिँ जुन दौडिने ठाउँ चाहिँ चेपेघाटबाट दौडेर सुरु गऱ्यो अरे। अनि उसले चाहिँ यो बिचमा आएर चाहिँ केटाहरू सबै बिचमा लुकाएर ल्याएर चाहिँ अनि त्यो अगाडि आउनेहरूलाई ड्याङडुङ मार्दै अरे के। यस्तो खतरा के। ड्याङडुङ मारेपछि अनि ऊ फर्स्ट आयो अरे। फर्स्ट आएपछि ठ्याक्क ऊ यहाँ आएपछि ऊ यहाँ फर्स्ट जो फर्स्ट आयो त्यही नै राजा हुन्थ्यो होइन। त्यस कारणले गर्दा उसले चाहिँ ऊ फर्स्ट आयो अरे। सबै अब अगाडि आउने केटाहरू सब मार्दै अरे। मारिसकेपछि अनि ऊ आएर चाहिँ राजा बन्यो अरे कि यहाँको चाहिँ। अनि यहाँको चाहिँ लिग्लीकोटको राजा बन्यो। लिग्लीकोटको चाहिँ शाहवंशी राजा भयो। ऊ राजा भइसकेपछि उसले त्यो वर्षदेखि फेरि उसले फेरि अब यहाँ दौडेर आएर राजा हुने होइन कि अब चाहिँ एकलौटी शासन चाहिँ गर्छु भनेर चाहिँ उसले फेरि यहाँबाट चाहिँ उसले चाहिँ शासन सुरु गर्यो। विक्रम सम्वत 1616मा अरे आजभन्दा कति वर्ष पहिला के 1616 भनेको त धेरै वर्ष अगाडि। त्यसरी चाहिँ यहाँ चाहिँ शाहवंशी राजा उत्पन्न भयो र अनि त्यसपछि उहाँले फेरि गोर्खा दरबार बनाएर अनि पृथ्वीनारायण शाहलाई उहाँबाट नै जन्म दिएर अनि त्यसरी चाहिँ यहाँ राजा बनाएको भन्ने चाहिँ इतिहास छ होइन। तपाईँलाई म पहिलाकै किल्लाहरू देखाउँछु है त। यस्तो छ। अहिले चाहिँ म आजभन्दा कति 10-12 वर्ष अगाडि आउँदाखेरि यस्तो थिएन। अहिले चाहिँ यो सबै पुनर्निर्माण गरेको रहेछ। यस्तो थियो क्या पहिलाको चाहिँ। अब यो मन्दिरहरू यहाँ मन्दिर यस्तो छ है। यो सबै बनाउँदैछ। यो नि मन्दिर भइहाल्यो। सर घन्टी यस्तै खाली राख्यो है। किनभने यो पहिलाको चाहिँ ऊ बेला जमानाको हो क्या। ताकि तपाईँको चाहिँ अब द्रव्य शाह चाहिँ 1600 विक्रम सम्वत 1616मा चाहिँ ऊ यहाँको राजा भयो नि। त्यति बेलाको चाहिँ यो किल्ला हो क्या। अझै त्योभन्दा पहिला बनेको किल्ला हो। जो भने उसले पनि त्यहाँ शासन गर्यो होइन। त्यस कारणले गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ अहिले म हेर्दा आउँदैछु होइन। त्यति बेला राजाको किल्ला कस्तो हुँदो रहेछ। यहाँबाट नै पृथ्वीनारायण शाह यहाँबाट जन्म होइन। द्रव्य शाह चाहिँ उसको बाउ हो होइन। के अरे द्रव्य शाह उसको बाउ हो। अनि उसले यहाँ शासन गरिसकेपछि अनि फेरि गोर्खा दरबारमा चाहिँ गएर उसले आफ्नो राज्य स्थापना गरेर त्यहाँ चाहिँ दरबार बनायो। दरबार बनाएपछि यो छोड्यो। यो किल्ला छोडेर ऊ दरबारमा गएर बस्न थाल्यो। अनि त्यसपछि पृथ्वीनारायण शाह त्यहीँ जन्मेपछि पृथ्वीनारायण शाहले चाहिँ सर्लक्क नेपाल एकीकरण गर्यो कि। त्यस्तो रहेछ कि यहाँको इतिहास चाहिँ। आमामा लालीगुराँस र यही हो लिग्लीकोट भूमिथान। दामी रहेछ है लालीगुराँस यहाँ त। तपाईँको यो देख्न सक्नुहुन्छ नि। तलबाट जुम गरेर देखाउँछु है। हो यो चाहिँ आँपिपल हस्पिटल हो है। यो चाहिँ आँपिपल हस्पिटल हो। किनभने पहिला हाम्रो गाउँको मान्छेहरू लगभग गोर्खाको तल भएको मान्छेहरू पहिला अब हस्पिटल हुन्थेन होइन। अनि यहाँ चाहिँ बिरामीहरू पर्दाखेरि हामी चाहिँ बोकेर आउँथ्यो कि। यहाँ चाहिँ हामीले बोकेर लिएर आउँथ्यो। अनि के भन्छ अरे बाउहरूले अनि औषधि उपचार गर्न आउने ठाउँ यही हो कि। यो चाहिँ आँपिपल हस्पिटल भइहाल्यो। लालीगुराँस यस्तो दामी फुलेछ है। यो पाखै पुरै लालीगुराँसको रहेछ कि। दामी लाग्यो मलाई पनि। लालीगुराँसको टन्नै रहेछ। अनि म चाहिँ लगभग अनि तपाईँको म चाहिँ लगभग 12-15 वर्षपछि चाहिँ म लिग्लीकोट आइपुग्यो होइन। जस धेरै चेन्ज भएछ। पहिला यस्तो थिएन। पहिला जस्तो लिग्लीकोटको भग्नावशेष थियो नि त्यस्तै थियो। तर अहिले चाहिँ धेरै पुनर्निर्माणहरू गरेको रहेछ है। किनभने उता तल पनि मन्दिर देखिहाल्यो है। त्यो मन्दिरहरू पनि बनाउँदैछ। नयाँ मन्दिर बनाउँदैछ। अनि धेरै चेन्ज भइसकेछ। किनभने पुरानो वस्तुहरूलाई भत्काएर नयाँ बनाउन थालेको रहेछ है।
ठिकै छ, यो पनि अब लिलीकोट समितिले चाहिँ अब त्यो गरेको होला होइन। ठिक छ, यस्तो थियो कि पहिलाको चाहिँ राजाहरूले आफ्नो जनतालाई अनि आफ्नो राज्य बचाउनको लागि त्यत्रो यस्तो बङ्करहरू बनाएर है त्यहाँबाट चाहिँ तोपहरू पड्काउँथे अरे अनि गोलीहरू हान्ने गर्थ्यो है। यस्तो टोटकोहरू छ क्या। ल हेर्नु है, यस्तो थियो कि यस्तो अब यहाँबाट दुश्मन कताबाट आउँछ भनेर यहाँबाट हेर्ने होइन। अनि यहाँबाट हेर्ने अनि दुश्मन आएपछि चाहिँ यहाँबाट अब त्यति बेला त हतियार हुन्थेन नि त। अब आजकल जस्तो चाहिँ बन्दुकहरू अब त्यस्तो हुन्थेन। त्यति बेला हुने भनेको नै अब भाला तरबारहरू है त्यस्तो नै हतियार हुन्थ्यो होइन। अनि यस्तो ठाउँ बनाएको छ कि अनि यहाँ टन्न ढुङ्गाहरू चाहिँ थोपेर राख्थ्यो। अनि त्यो ढुङ्गाहरू चाहिँ पल्टाएर हुन्छ कि हानेर हुन्छ कि त्यसरी चाहिँ लडाइँ गर्थ्यो कि। यो चारैपट्टि यस्तो यो किल्ला यसरी बनाएर बसेको होइन। पहिला राजाहरू चाहिँ यसरी किल्ला बनाएर अनि आफ्नो जनतालाई आफ्नो हुन्छ नि आफ्नो ज्यान सुरक्षा गर्नको लागि त्यस्तो गर्थ्यो कि। ल यो सबै पालुङटार नगरपालिका नै पर्छ है। यो ठाउँ सबै पालुङटार नगरपालिका पर्छ। अनि म पनि पालुङटार नगरपालिकाकै मान्छे हो है। तैपनि अब हामी नजिकै हुँदा पनि आउन पाएको थिएन। अहिले चाहिँ समय मिलाएर आएको। अनि त्यही भएर मेरो भिडियो कस्तो लाग्छ है, मैले चाहिँ हल्का मैले जाने बुझेसम्म चाहिँ मैले लिगलिकोटको बारेमा चाहिँ हल्का बताएँ है। यहाँबाट यस्तो रमणीय ठाउँ देख्छ कि किनभने राजाहरू किन यति अग्लो डाँडामा पहिला चाहिँ यस्तो बनाएर बस्छ भन्नुहुन्छ भने जहाँसम्म लाग्छ मलाई चाहिँ किनभने अब यस्तो छ नि त यो डाँडा बसेपछि अब दुश्मनहरू आउन सक्दैन है। तलबाट आयो भने ठ्याक्कै देख्छ है। यस्तो डाँडा बसे सबै देख्छ। अनि पहिला त हतियार हुन्थेन। अनि ट्याक्क यस्तो ढुङ्गाहरू जोडेर बस्छ अनि त्यो ढुङ्गाहरू पटाउने अनि दुश्मनहरूलाई खत्तम गर्ने त्यही त हो नि होइन। त्यही भएर नै हो जस्तो लाग्छ है मलाई पनि। मेरो चाहिँ विचारमा चाहिँ लाग्छ है। तपाईँको विचारमा के लाग्छ होइन कमेन्ट गर्नु होला, कमेन्ट चाहिँ गर्नु होला तपाईँलाई के लाग्छ। मलाई चाहिँ त्यही लाग्छ है। अब लालीगुराँस छ, एउटा लालीगुराँस टिप्नु पऱ्यो। यस्तो बत्ती हालेको चाहिँ जस समितिहरूले त्यहाँ किल्ला रहेछ ऊ त्यस्तो डाँडा पनि देख्नु त्यस्तो त्यो डाँडा छ नि त्यहाँ नि किल्ला छ कि ऊ त्यहाँ पनि अब दुश्मनहरू आउँछ अनि त्यो छेउमा चाहिँ टक्क के अरे किल्ला बनाएर राखेको रहेछ कि त्यहाँ पनि। लालीगुराँस टिपेर आउनु पऱ्यो। तिमीले लालीगुराँस तिमीले हो टिप्ने हो र? ल लालीगुराँस टिप्ने भन्ने कुरा गऱ्यो पछि अब लालीगुराँस टिप्न लागेँ। दामी छ नि, हो नि यो छ नि यस्तो जाने हो कि त्यो त्यो बाटो हुँदै अनि त्यहाँबाट तल झर्छ ऊ त्यो डाँडा छ नि पारी, त्यो पारीको त्यो भच्चेको के त्यो माथि पुरै भच्चेको त्यो माथि पारीको डाँडा भच्चेको कि त्यो डाँडा भच्चेको क्या त्यो देखाइ डाँडा छ। आज अलि समयले साथ दिएन कि अलिकति उयो कि खै त्यो त मलाई थाहा भएन। जे होस् त्यो डाँडा नै खै थाहा भएन यो लाग्छ है। लिगलिकोटको हाइट भनेको चाहिँ 1347 मिटर चाहिँ पर्छ यो समुद्री सतहदेखि। यसको उचाइ भनेको नि 1347 मिटर हो। अनि हामी चाहिँ अब यो माथि झन्डा भएको ठाउँनिर जानु लाग्यो। यहाँबाट तलबाट यस्तो दामी सिनहरू देख्छ कि तलको है। यो सबै पालुङटार नगरपालिका पर्छ है। अनि यो लिगलिकोट पनि पालुङटार नगरपालिकाभित्र नै पर्छ। अनि माथिबाट हेऱ्यो भने तलको भ्यूहरू यस्तो दामी देख्छ कि यत्रा दामी देख्छ। तर आज के भएको भन्दाखेरि अलि क्लाइमेट चेन्ज भएर अलिकति एकदम यो तुयालो लागेको भएर चाहिँ डाँडाकाँडाहरू अझै हेर्न पाएन कि। नत्र भने त्यहाँबाट हेर्ने हो भने उता भच्चेको डाँडा सिरानचोक डाँडाहरू सबै देखिन्छ कि यस्तो खतरा देखिन्छ कि यहाँबाट सिन है। तपाईँहरू पनि आउनु होला एकपल्ट। अनि यो झन्डाको विषयमा चाहिँ जहाँसम्म लाग्छ मलाई यो झन्डा चाहिँ नेपालकै ठुलो झन्डा हो कि जस्तो लाग्छ क्या। किनभने एकदम यति ठुलो छ कि यो झन्डा। पहिला चाहिँ यो झन्डा हामी पहिला जाँदाखेरि थिएन तर अहिले यो झन्डा हालेको रहेछ होइन। यस्तो बवाल छ कि यहाँ मान्छेहरू यसै टिकटक बनाएर अहिलेको नेपालमा के भएको बुढी मान्छेदेखि भच्चको त्यो सानो बच्चासम्म पुरै टिकटक के। ल हेर्नु न कस्तो छ है टिकटक बनाउने माहौल तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो खतरा छ है खतरा। यो झन्डा यस्तो दामी छ नेपालको झन्डा। नेपालको झन्डालाई सबैले सम्मान गर्नुपर्छ। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने एकपल्ट चाहिँ लिगलिकोट घुमेर जानु होला। मैले लिगलिकोटको इतिहास त मैले माथि भनिहालेँ होइन। त्यही हो लिगलिकोट पनि पहिलाको चाहिँ एउटा राज्य हो के अरे राजदरबार हो।
अनि यहीँबाट नै शाह वंशहरूको चाहिँ उत्पन्न भएको हो। त्यही भएर चाहिँ लिक्लीकोटमा चाहिँ 2224 राजाको पालामा चाहिँ यहाँ पनि कोट थियो, यहाँ दरबार थियो होइन। अनि त्यसपछि बिस्तारै बिस्तारै यहाँबाट चाहिँ गोर्खा गएर गोर्खाबाटै फेरि पृथ्वीनारायण शाहको जन्म भएर अनि पृथ्वीनारायण शाह चाहिँ नेपाल एकीकरण गरेको हो। अनि त्यति बेलाको चाहिँ यो बङ्करहरू हो कि यहाँ चाहिँ तपाईँहरूको चाहिँ दुश्मनहरूलाई यहाँबाट हेर्ने, अनि त्यसपछि दुश्मनहरू आयो भने यहाँबाट ढुङ्गा हान्ने, भाला हान्ने होइन गरेर चाहिँ लखट्ने, यस्तो चाहिँ टाइपको चाहिँ पहिलाको चाहिँ यसरी चाहिँ आफ्नो राज्यहरू आफ्नो दरबारहरू चाहिँ सुरक्षा गरेर बस्थ्यो अरे है। यो चाहिँ देखाउन खोजिरहेको छ यहाँ। त्यही भएर तपाईँहरू पनि आउनु होला लिक्लीकोटमा। लिक्लीकोट यति रमाइलो छ होइन। एकपल्ट चाहिँ अवश्य आएर चाहिँ भिजिट गर्नु होला, किनभने यो हाम्रो ऐतिहासिक वस्तु ठाउँ पनि हो नि त, ऐतिहासिक ठाउँ पनि हो। पहिलाको हाम्रो राजाहरू कसरी बस्थ्यो, कसरी चाहिँ लडाइँ गर्थ्यो भन्ने कुराहरू पनि स्पष्ट हामीले देख्न पाइन्छ यहाँबाट होइन। अनि यहाँबाट वरिपरिको चाहिँ डाँडाकाँडाहरू भ्यूहरू एकदम राम्रोसँग हेर्न पाइन्छ कि यहाँबाट चाहिँ खतरा राम्रो भ्यूहरू देखिन्छ होइन। त्यही भएर तपाईँहरू पनि एकपल्ट आइदिनु होला, लिक्लीकोटलाई माया गरिदिनु होला, एकपल्ट भिजिट गरिदिनु होला। अनि यहाँ आएर टिकटक बनाएर अनि भिडियो बनाएर जानु होला भन्न चाहन्छु म चाहिँ। त्यही हो, आज हामीले त्यति राम्रोसँग चाहिँ डाँडाकाँडाहरू हेर्न पाएन, किनभने तुयालो लगाइरहेको थियो, मौसमले पनि अलिक साथ दिएन कि त्यस कारणले गर्दाखेरि त्यति राम्रोसँग हेर्न पाएन। ठिक छ, तपाईँहरू आउनु होला। तपाईँहरू आउँदाखेरि त एकदम क्लियर हुन पनि सक्छ नि त होइन र। सबैलाई एकैचोटि कहाँ हुनसक्छ र हाम्रो भाग्य यस्तै थियो, यस्तै देखियो होइन। ठिक छ, फेरि कुनै दिन आउँला फेरि सर्लक्क यहाँको चाहिँ भ्यूहरू हेर्नलाई। यस्तो देखिन्छ हो यहाँबाट भ्यू चाहिँ। आमामा यो सबै यो पालुङटार हो है गाइज। ल साथी हो, अब हामी पनि अब लिक्लीकोट घुमेर पनि भ्यायो होइन। अब हामी चाहिँ फर्किनु लाग्यो। त्यही हो साथी हो, लिक्लीकोट कस्तो लाग्यो है। लिक्लीकोट त अब यही हो के अरे। अनि तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो हेरेर साथ दिनु सबैजनालाई, सबैजनालाई धन्यवाद दिँदै अनि म भिडियो यहीँबाट अन्त्य गर्न चाहन्छु। अनि अर्को भिडियोमा फेरि भेटौँला है। कस्तो लाग्यो मेरो भिडियो कमेन्टहरू चाहिँ गर्न नभुल्नु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै आज बिदा चाहन्छु। ल तिम्रो भनाइ के छ र अन्त्यमा सुनौ? स्याड मोड छ त के हो? सबैजनालाई धन्यवाद दिँदै अनि आज बिदा हुन चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला। हस् त, बाई बाई।